यदि तपाईं 5 पोखरी ताल जाने योजना बनाउँदै हुनुहुन्छ भने यो भिडियो तपाईहरूका लागि एकदमै उपयोगी हुन सक्छ। 5 पोखरी ताल जानुभन्दा पहिला यसको बारेमा छोटकरीमा बुझ्न जरुरी छ। 5 पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको एउटा अद्वितीय संगम हो। यो बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको 5 पोखरी थाङपाल गाउँपालिकामा अवस्थित ताल हो। यो समुद्री सतहबाट करिब 4100 मिटरदेखि 4150 मिटरको उचाइमा अवस्थित छ। यो लाङटाङ राष्ट्रिय निकुञ्जको दुर्गम तथा सुरक्षित क्षेत्रभित्र पर्दछ। भौगोलिक र प्राकृतिक बनोट यो वास्तवमा 5 वटा फरक फरक आकारका हिमनदीजन्य तालहरूको समूह हो। यी पोखरीहरू प्रसिद्ध इन्द्रावती नदीको उद्गम स्थल हुन् र यसलाई संसारकै 9औं उच्च स्थानमा रहेको सिमसार क्षेत्र मानिन्छ। मनसुनको समयमा यो क्षेत्र रङ्गीचङ्गी बुकी फूलहरूले ढाकिन्छ भने हिउँदमा हिउँले सेताम्य हुन्छ। धार्मिक एवं सांस्कृतिक पाटो हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका लागि यो साझा पवित्र तीर्थस्थल हो। यहाँ रहेका 5 पोखरीहरूलाई पौराणिक रूपमा भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड। हरेक वर्ष भदौ महिनाको जनै पूर्णिमामा यहाँ ठूलो मेला लाग्छ। देशैभरिका झाँक्रीहरू बोम्बो आफ्नो परम्परागत पहिरन र ढ्याङ्ग्रो ठोक्दै यहाँ शक्ति सुदृढ गर्न र पूजाआजा गर्न आउँछन्। यहाँको मूल कुण्ड नजिकै महादेवको मन्दिर छ। धार्मिक तथा पौराणिक कथनहरू, शिव पार्वतीका छोरीहरू, स्थानीय तामाङ संस्कृति र धार्मिक मान्यता अनुसार यी 5 वटा पोखरीलाई भगवान शिव र पार्वतीका 5 छोरीहरू जेठी, माइली, साइली, काइली र कान्छी मानिन्छ। सरस्वती कुण्डको महत्व यी मध्ये सरस्वती कुण्ड सबैभन्दा ठूलो पोखरी हो। भक्तजन र धामी झाँक्रीहरूले यसै पोखरीको परिक्रमा गर्ने गर्छन्। हाँसको रहस्य स्थानीय बुढापाकाका अनुसार सरस्वती कुण्डमा सधैँ एक जोडी हाँस देखिने गर्छन्। पोखरीमा पात वा फोहोर खस्ना साथ ती हाँसले ठुङ्गेर फाल्ने र पोखरी सफा राख्ने जनविश्वास छ। नाग कुण्डको नियम पौराणिक कथा अनुसार नाग कुण्डमा पहिले नागले एकजना गोले थरका झाँक्रीलाई मारेका थिए। त्यसैले आज पनि गोले थर भएका मानिसहरू कुण्डमा जाँदैनन्। अब कुरा गरौँ यहाँ कसरी जाने। नेपालका सम्पूर्ण भूभागहरूबाट जाने हो भने पहिला सिन्धुपाल्चोक जिल्ला पुग्नुपर्छ। यदि तपाईँ काठमाडौँबाट जाँदै हुनुहुन्छ भने 5 पोखरी दुर्गम र उच्च हिमाली क्षेत्रमा भएकाले त्यहाँसम्म सिधै सडक पुगेको छैन। यात्राको अन्तिम चरण पैदल नै गर्नुपर्छ। यहाँ पुग्न सडक मार्ग र हवाई मार्ग गरी 2 वटा विकल्पहरू छन्। सडक मार्ग काठमाडौँ सिन्धुपाल्चोकको मेलम्ची हुँदै जाने